म आनन्द विहारमा खडा भएको छु हजुर। यो महेन्द्रनगरको हो, नेपाल भारत मन्त्री बस सेवा महेन्द्रनगर दिल्ली टु महेन्द्रनगर महाकाली यातायात हो। नम्बर चाहिँ 3806 होइन, MP 03 002 छ यसको नम्बर। अनि सिट 67को सिट छ, राम्रो छ। अनि गाडी चाहिँ महेन्द्रनगरदेखि धनगढी जाँदैछ। भित्र गएर हेर्छु म होइन। यो तपाईँको ड्राइभरको सिट हो भन्यो भने पुरा फोल्डर राम्रो छ। अनि यो पछाडि पुरा सोफा सेट छ हजुर, यो पुरा सोफा सेटको छ होइन। गाई यहाँ त्यस्तै छ। म पनि पहिलोचोटि लाइभ यात्रा गरिरहेको छु यो बसमा। पहिलोचोटि हेर्दैछु आज पनि म, त्यही भएर आफ्नो युट्युब च्यानलबाट देखाउन चाहिरहेको छु। म पनि महेन्द्रनगरको आज यो गाडीमा पहिलोचोटि छु हजुर है। म प्रायः जसो तपाईँको गौरीफन्टाबाटै जाने भएको हुनाले आज पहिलोचोटि लाइभमै यो बसमा यात्रा गरिरहेको छु। न प्रायः जसो महाकाली यातायात यहाँबाट जाँदै गर्छन् महेन्द्रनगरसम्म, त्यो प्रायः जसो ती बसहरूसँग पनि जान्छु म। अनि महाकाली तपाईँको के भन्छन् बनपासासम्म सबै गाडीहरू जान्छन्, प्रायः जसो सरकारी गाडीहरू, त्यो गाडीमा नै गएको छु। यो आनन्द विहार बस अड्डा पिल्लर नम्बर 124 होइन, डिभाइस नगौरा भनेको छ। 124 और 25 को बिचमा यो गाडी खडा हुन्छ। गाडीको ड्राइभरको नाम त यो खास थाहा छैन हजुर, म सोध्छु एकछिनपछि है। ल है, सोध्छु भन्यो भने सोध्छु है। भनिदियो भने एकचोटि साहुहरूलाई सोध्छु, माने भन्यो भने एकचोटि कोही प्यासेन्जर छ भने सोध्छु। गाइज तपाईँको ग्यालरी हो ओह्राली हो। तपाईँको साँझ 7-8 बजी निकल्छ अरे। खै कुनै भोलि भान्सारमा के गर्छ। भान्सारको त क्यामेरा पनि छ है, अगाडि ड्राइभर सिट क्यामेरा छ भन्यो भने। अनि पछाडि प्यासेन्जरको पनि क्यामेरा छ, तर पनि क्यामेरा काम गर्छ कि गर्दैन त्यो त खै कुनै कसैको प्यासेन्जरको सामान चोरी भएको बल्ल थाहा पाइने हो। अनि त हामीलाई पनि थाहा हुँदैन। त्यस्तै छ गाई। यो पनि नेपाल जाने गाडी हो, फेरि यस्तै छ। यस्तै छ फेरि यो आनन्द विहार पुरै आज बारिस आएको हुनाको कारणले खास गरी यो गाडी भनेको तपाईँको यस्तै छ कि गाडीको मतलब के भन्ने हो भने अब बारिसको चक्कर यस्तै छ। अनि माहौल पनि यस्तै भएको कारणले गाई तपाईँ सुन्नु होला।